हे दिन्छु भन्थ्यो हामीलाई साथ दरो दुर्गे आफै लुक्नाले पिर परो आको राजाको छोरो जति बेलै भइराखिएको ए मुख गनार सागर दाई झर्किसो सरकार हजुर यता नफर्किसो हे विपक्ष हुन्थेन चुकेर मन दुख्या छ दुर्गाजी लुकेर सरकार पहिला 8 लाख त तिर्नु महाराज धीराज नहिँड्नुहोस् खोकेर दुर्गे तारे श्यामे जस्तो नमुना भए उडाएर कस्तो छ फेरि हजुर तानसे छ जस्तो छ सिक्री नै हराछ चारै गुडैमा हे हातको सत्ता फुस्कायौ बेला सल्भ लाछौ बेला नकुबेला चरी गुडैमा हे कुरा गर्छ लेन र देन रहेछ क्या हो यो काले लाल सेना होइन क्या हो ओरिजिनल राजा त चारै गुडैमा हे देशमा गणतन्त्र उम्लेर जात्रै हो सत्ता आउने तास खेल्दा मात्रै हो चारै गुडैमा हे दुर्गाजीले भन्दै थिए आहो कार लिएर दुकुर्नी के ईश्वर महादेव शक्ति दिनुस् वीर विक्रम महादेव छे रहेछिन् नि त बुवा हजुर केही जागिर दिनी त पहिला सबै संस्कारमा बस्थे खै त अहिले राजालाई नमस्ते चरी कुरा नगर सम्मान र मानको तैले इज्जत फाल्या छस् खानदानको तिर नहिँड्नु छाप छाप नगर जुनै फर्किनुहोस् राजा साहब टेक्नुहोस् घुँडा त हामी गर्छौँ ढुङ्गा र मुढा त नै झर्या छन् रोटामा कार्यकर्ता स्याउको छन् खोटामा के गर्नु त आन्दोलन झ्याउ परो आइफोन लिन गएको त स्याउ परो ए दिन्छु भन्थ्यो हामीलाई साथ दरो दुर्गे आफै लुक्नाले पिर परो नि त बुवा हजुर केही जागिर दिनी त निर्मल निवास बालेन्दाई छिर्नु भो सरकार पहिला 8 लाख त तिर्नु भो महाराज धीराज नहिँड्नुहोस् खोकेर दुर्गे तारे श्यामे जस्तो नमुना बोकेर को बोली रङ्ग र रसैको हामी झोले होइनम भो कसैको चरी गुडैमा मेरो मायालाई भेट्यो जुन लाग्नुहोस् मिडिया आएर जनतासँग माफ माग्नुहोस् गर्नुहोस् महानगर चिठी छर्ने छैनन् जनताले नपिटी चरी गुडैमा मेरो मायालाई कुरा गर्छ लेन र देन रहेछ क्या हो यो काले लाल सेना